को हालत अब अलिकति दयनीय थियो। हिँड्न नसक्ने, सास बढ्ने, डन्डाको सहारामा हिँड्नुहुन्थ्यो क्या। यो गेटबाट पनि तानेर ल्याउनु पर्थ्यो। उहाँ आफ्नै भर्याङमा उठ्न जान, घरमा जान पनि गाह्रो थियो। अहिले आफैले हिम्मत र आफैले सास, आफैले जो खानी नखानी मतलब साँझमा छिटो खाएर अलिकति आराम गर्ने, त्यो हिसाबले केही न केही प्रोग्रेस देख्छु मैले। अनुहारमा यस्तो थिएन कि पहिला त। उहाँको धेरै नै हालत खराब थियो, हिँड्नै गाह्रो थियो नि। अहिले त हिँड्नुहुन्छ, हिम्मत गर्नुभएछ। जे होस्, यसलाई अमृत रस मानेर ग्रहण गर्नुभएछ। जस्तो मैले भनेको छु त्यही हिसाबले उहाँले गर्नुभएछ। त यो कोरोना कालदेखिको मेरो सोच मैले आफ्नो उसमा बनाएर खान्थेँ, जस्तो ओखली सोखलीमा कुटेर राखेर, अनि पछि केही दिनपछि घुम्नको यात्रामा सुनेर अनि काठमाडौँतिर जाँदाखेरि ट्रेनिङको मौका पाएँ। उहाँ ट्रेनिङ गर्दाखेरि यसको गहिराई रहस्य एकदमै लामो रहेछ। प्रोसेसहरू मान्छेले यसैमा पिएचडी गरेर पनि नसकिने चिज रहेछ। यो आदिकालदेखि बुद्धको पालादेखि चलिआएको चिज रहेछ। यसको बयान गरेर साध्यै छैन। हामी यति छोटो मिठो कुरा मात्रै भनेको हो। ठिक छ, खुट्टाहरू घिसारेर हिँड्ने लेडिज महिलाहरू हुनुहुन्थ्यो, जसको क्यान्सर भएको छ मेरो पाठेघरमा भनेर लामो इलाज गरेर आउनुभएको थियो। उहाँहरूले नि 3 महिनाभन्दा बढी सेवन गर्नुभयो, ठिक भएर जानुभएको छ। आफ्नो विचार हो उहाँहरूको। आउनुहुन्छ फेरि, म केही भयो भने आउँछु, खान्छु, यो राम्रो रहेछ भन्नुभएको छ। यस्तो कुरो केही छैन। यसको खासै भन्ने भनेदेखि हामीले घरमा आफूले त्यही खेतीबाडीको हिसाबले गरिन्छ, त्योभन्दा अलिकति भिन्नता छ यसमा। बनाउनेवाला मान्छेमा कोही किसिमको रोग आदि हुनु भएन। स्किन रोग भयो, मान्छेको मानसिक रोग, त्यो मान्छेले बनाएको हुनु पर्यो, र सुगरहरू हुनु भएन। र दोस्रो कुरा बिउबिजन भन्ने भनेदेखि यो उच्च हिमाली क्षेत्रको भनिन्छ। पाएसम्म उच्च हिमाली क्षेत्रको ल्याउनु पर्यो, जसमा कि विषादी प्रयोग गरेको उब्जाएको हुनु भएन। जसरी मनाङ मुस्ताङको आउँछ या यता रोल्पा डुल्पातिरको आउँछ, त्यही हिसाबले पाएसम्म त्यो गरिन्छ। र दोस्रो कुरा माटोको चुनाव, बस्ती विकास खेती किसानको इलाकाबाट अलिकति टाढाबाट, जो कि हामीले विषादीहरू कीटनाशकहरूको मार्ने औषधि छरिन्छ, त्यो उडेर वहाँ नगएको हुनु पर्यो। माटो ल्याएर सुकाउन, केलाउन, त्यसको प्रोसेस अलिकति छ। 2 किसिमको चाल्नी गरेर चाल्नुपर्छ। र त्यसपछि माटो तयार भएपछि मल हामीले शुद्ध गाईको मल, जसको कि सिङ होस्, पुच्छार होस्, 1 दिनमा 84वटा मुन्टा खाइसकेको गाईको मल चाहिन्छ हामीलाई। त्यसलाई ल्याएर त्यसलाई 120 दिन त्यसलाई पचाएर कुहाएर एकदम धुलो बनाएर मात्रै प्रयोग गर्नुपर्छ। अगर यसमा केही तलमाथि भयो बिउबिजन मलमा या पानी दिनमा भनेदेखि एक किसिमको फङ्गस हुन्छ। फङ्गस भनेको ढुसी आउने, त्यो हामीले सेवन गर्न हुन्न। त्यो फङ्गसले के हुन्छ भने हामीलाई एक किसिमको हैजा पेचिस लाग्छ, त्यसले फाइदा गर्ला भन्दा नोक्सान गर्छ। त्यस्तो किसिमकोबाट बच्नुपर्छ, राम्रोसँग उब्जाउनुपर्छ। गर्मी दिनमा फङ्गस देखिँदैन, किन एक किसिमको झाग हुन्छ क्या त्यसमा, त्यो देखिन्न। यसमा त अब काँचै डाइरेक्ट खाने चिज पर्यो, त्यसले गर्दाखेरि। र बिउलाई ल्याएर 12 घन्टा भिजाउनु पर्छ पानीभित्रै तलाएर, त्यसपछि 36 घन्टा झुन्डाएर त्यसलाई सिँचाइ गर्दै मौसमको हिसाबले, आफ्नो इलाकाको हिसाबले, त्यसपछि ल्याएर आफ्नो यो 4 इन्च हाइट भएको गमलामा ठिक्क त्यसलाई दबाउ नगरिकन एक बराबरले राखेर त्यसमा 3 दिनपछि ठिक 1 इन्चको भएपछि त्यसलाई सिँचाइ दिने। सिँचाइ दिएपछि बिस्तारै कस्तो छ, अब मौसम कस्तो छ, त्यो हिसाबले बढ्दै जान्छ। 9 दिनको दिनदेखि प्रयोग गर्ने, या ठन्डी जाडो मौसममा 9 दिनको बजाय 10 दिन 12 दिन पनि लाग्न सक्छ। त्यो हिसाबले आफूले त्यो पुरै प्रक्रिया मिलाएर 9 दिनदेखि प्रयोग गर्ने। त्यहाँबाट 9, 10, 11औं दिनको दिनदेखि
त्यसमा आँखलाई चढ्न सुरु हुन्छ, या त पानीको कमी भयो भने आफै ढल्छ। त्यो सेवन गर्ने लायक हुन्न। हुन त हुन्छ, जति पाउनु पर्ने हामीले तत्त्व त्यसबाट पाइँदैन। यो एकदमै राम्रो चिज छ। हुनसक्छ भने यसमा घर घरमा सबैले बनाएर प्रयोग गर्दा राम्रो चिज हो। भन्दा पहिला त यो कोरोना कालमै मैले एक किसिमको प्रार्थना पनि गरेको थिएँ। अब लगभग 70 को आसपास भयो। आजसम्म मैले के गरिनँ थाहा भएन। अब मैले यहाँ जन्म पाएँ, अब मैले के गर्नु बाँकी छ त मेरो भित्री आत्माबाट सोच्दै यतातिर कताकति मनमा आयो र त्यस्तो गुगलमा हेर्दाखेरि यो राम्रो चिज रहेछ भन्ने कुराहरू बुझेर त्यसपछि एकदमै उत्सुकता भएर यसमा लागि परेँ। मैले ट्रेनिङ गर्ने मौका पाएँ। ट्रेनिङ गर्दाखेरि नै एकदम राम्रो किसिमले बुझेँ मैले यसलाई, तर बुझ्न त कयौँ बाँकी छ। अब यसमा हामीले पुरै बुझेँ भन्न त सकिन्न। मैले भनेको सम्पूर्ण चिज यही नै सत्य हो भन्न सकिन्न। आफ्नो शरीर, आफ्नो खानपान, आफ्नो इलाकाको हिसाबले सम्पूर्णमा त्यसमा डिपेन्ड गर्ने होला। र यो मेरो हिसाबले बुझेको मैले मेरै शरीरमा नि प्रयोग गरेँ सबभन्दा पहिला, अनि बल्ल अरूलाई दिँदैछु। यो राम्रो छ। हामीले यसले कुनै किसिमको साइड इफेक्ट गर्दैन। बच्चादेखि वृद्धसम्म, वयोवृद्धसम्म सेवन गर्न मिल्छ। बच्चाहरूले यदि खान चाहन्न, यसमा तितोको मात्रा भएर खाएन भने फलफुलको जुससित पनि मिलाएर खान दिन मिल्छ। हाम्रो जो फलफुल, सेब, सुन्तला, अनाज आदि खाइन्छ त्यसमा 85 किसिमको, पुरै भन्न त अहिले लामो छ, 85 किसिमको जो फलफुल आदिमा जो पाइने तत्त्व छ हामीले एउटा जमराको जुसबाट हामीले पाइन्छ। यसमा मैले सिकेर जाने अनुसार 40% हाम्रो डाइरेक्ट ब्लडसित मिल्छ। यसको जुस हामीले खाइन्छ 40% हाम्रो ब्लडसित मिल्छ। यसलाई ग्लुकोजको हिसाबले चढाउन नि मिल्छ राम्रोसितलाई यसको छानबिन गरेर। र यसमा खानी हो, धेरै मिसयुज गर्न भएन। सिर्फ 30 ml खानु पर्यो। र साह्रै नै सिरियस छ, बिमार छ भने त्यसलाई 3 डोज दिन पर्यो, नत्र भने एकै डोजको हिसाबले पनि यसले हल्का काम गर्छ। बिस्तारै आफ्नो सिस्टमलाई ठिक गर्ने यो कुनै औषधि होइन। आफ्नो शरीर सिस्टम हामीले खाएको चिजहरूलाई त्यसलाई सफा गर्ने, भलहरू, नसाहरू, जो बिपीको समस्या छ भने नसाहरूको पालहरू खोल्ने हो। यसले डाइरेक्ट मेडिसिन भनेर डाइरेक्ट औषधि उतिखेर रिजल्ट भनेर भन्न तर समय लाग्छ। तर यो ठिक छ, एकदमै राम्रो चिज छ। यो सेवन गर्ने मान्छेले ढुक्क भएर गरे हुन्छ। प्रेम कुमार श्रेष्ठ भनिन्छ यसमा। म बुटोल 11 जनजागरण पथ। मेरो मोबाइल नम्बर 9849975136। जनजागरण पथ, पूर्व मोहडाको चोकको घर हो। कसैलाई आवश्यक छ, सिरियस छ, त्यस्तो छ भनेदेखि आउनु होला, सम्पर्क गर्नु होला। सर्वप्रथम भन्नुपर्दा मेरो नाम मनकुमारी श्रेष्ठ बाबु। अनि मैले यो खाना सुरुवात गरेको, अब यो सुरु गरेको 1 वर्ष भयो बाबु यसमा। अनि त्यसपछि म कुनै पढे लेखेर म अनुभव भएको होइन। यसमा हजुरको आफूले खाँदै जाँदाखेरि हेर्दाखेरि हामी यसमा तालिम पनि गर्न गयौँ। वहाँ जाँदाखेरि हामीलाई यसमा राम्रो लाग्यो। हामी हेर्नै जाँदाखेरि र यो खाएर मलाई केही समस्या थियो बाबु। मेरो केही पिस्तुलाहरूको यस्तो प्रेसरहरूको समस्या थियो। त्यसले गर्दाखेरि हामीले सुरु गरियो आफ्नो लागि। अनि त्यसपछिबाट खाँदै जाँदा हामीलाई यो राम्रो लागेर अरू पनि कोही दाजुभाइ दिदीबहिनीहरूले यसमा आउन चाहनुभयो। यो के हो त, यो एक किसिमको एउटा अमृत रहेछ बाबु। यो भन्दाखेरि ठुलो बिमारीहरूलाई पनि, यसलाई क्यान्सर समेत भएकोहरू दिदीबहिनीहरूलाई नि यो राम्रो भएको भन्दाखेरि बाबु उहाँहरू हिँड्न नसक्ने, भन्दा हातखुट्टाहरू अलिकति के चलाउन नसक्ने अवस्थाको, खुट्टाहरू हिँड्न नसक्ने त्यस्तो अवस्थाको हुनुहुन्थ्यो। उहाँहरूलाई यो खाइसकेपछि उहाँहरूको धेरै राम्रो सुधार भएको हुँदाखेरि मलाई त्यही राम्रो भएको छ भन्ने उहाँहरूले। जस्तो अब अलिकति थियो कि त्यस्तो
भइरहेको थियो अलिकता हुँदाखेरि यो के हो त भनेर यो एउटा यो गहुँ र जौको जुसबाट यस जुसबाट केही सुधार भएको हुँदाखेरि मैले अरूलाई पनि त्यही सल्लाहहरू दिएर उहाँहरूले पनि हामीलाई के राम्रो भएको छ भन्ने सल्लाह दिनुभएको छ। खाने दाजुभाइ दिदीबहिनीहरूले पनि यसबाट यो नराम्रो चिज होइन बाबु, ठुलो ठुलो उ भएकोहरूलाई पनि राम्रो भएको छ यसले। हजुर, त म यसलाई गरेर मैले अब ईश्वर भगवानलाई चढाएर ल आफ्नो एउटा अमृत सम्झेर मैले यसलाई सेवन गर्दैछु बाबु।